लाइफमा मेरो हबी चाहिँ एउटा लेख्नु थियो, अर्को रोप्नु। दुईटा चाहिँ मेरो लाइफको हबी हो, लेख्नु र रोप्नु। लेख्नु पनि म त्यत्तिकै लेखिबस्छु, रोप्नु पनि म त्यत्तिकै रोपिबस्छु। केही न केही है। अब खुसी लाग्छ, आज रोपेको चिज भोलि पर्सि समय लाग्छ, तर फल्नु थालेपछि मैले रोपेको है। यो चाहिँ यो गुवाको बिरुवालाई चाहिँ यसरी हामीले पटमा राख्ने गरेको छौँ क्या, यसरी होइन। अब यो यतिको भएपछि चाहिँ यसलाई फेरि ठाउँ चेन्ज भर्खरै मैले सारेको छु होइन। यो घाम कम्ती हुने ठाउँमा, पानी भइबस्ने ठाउँमा यसरी शीतलमा रोप्नुपर्छ क्या। यसरी रोपेपछि चाहिँ केही 1 वर्ष बादमा फेरि यही गुवा ठुल्ठुलो भइहाल्छ क्या। यही गुवा 1 वर्ष बादमा यस्तो हुन्छ, यस्तो ठुल्ठुलो हुन्छ। अनि यसलाई चाहिँ फेरि अब यसले चाहिँ घाम सहनु सक्छ, पानी सहनु सक्छ क्या। घाम पानी सबै सहनु सक्छ, यो चाहिँ मर्दैन। अन्त यसलाई चाहिँ अब बारीमा लगेर सार्नु सक्छौँ। त्यही भएर चाहिँ हामी सानो गुवाहरू चाहिँ यसरी यस्तोमा राख्छौँ है। र अहिले भर्खरै मोटामोटी 50वटा जस्तो गुवा सारिसकेँ यति वरिपरिमा। अब यो चाहिँ मलाई अर्को साल काम दिन्छ। अर्को साल चडक्क फेरि बारीमा होइन। हो यसरी क्या। प्रोसेस चाहिँ यस्तो हुन्छ गुवाको चाहिँ। मेनली सुपारी रोप्दा चाहिँ त्यस्तो प्रोसेस हुन्छ होइन। अलिकति टाइम लाग्छ, 1 साल 1.5 साल लाग्छ मजाको हुनुलाई, त्यसपछि सार्ने हो। अन्त चाहिँ फल राम्रो दिन्छ। अब म त भनौँ न, मैले गुवाहरू स्याहार्नु रोप्नु थालेको यस्तै 15 वर्षको उमेरहरू हुँदादेखि नै हो होइन। सानैदेखि खटेको कामहरू यसरी मलाई थाहा छ क्या, यो लाइन कसरी गर्छ। यस्तो हुन्छ कि त्यहाँबाट चाहिँ मलाई मजा पनि लाग्छ यस्तो कामहरूमा, फलाउनु फुलाउनु है। हबी हो मेरो हबी। लाइफमा मेरो हबी चाहिँ एउटा लेख्नु थियो, अर्को रोप्नु। दुईटा चाहिँ मेरो लाइफको हबी हो, लेख्नु र रोप्नु। लेख्नु पनि म त्यत्तिकै लेखिबस्छु, रोप्नु पनि म त्यत्तिकै रोपिबस्छु। केही न केही है। अब खुसी लाग्छ, आज रोपेको चिज भोलि पर्सि समय लाग्छ, तर फल्नु थालेपछि मैले रोपेको है। यो चाहिँ मैले रोपेँ भने यसरी फल्दो रहेछ भन्ने आफूलाई लाग्छ क्या। त्यही मजा आउँछ।